सभामुखको कडा निर्देशन, सरकारलाई घण्टी बजाएर खबरदारी गर्नुहोस्। सुन चाँदीमा विलासिता शुल्क हट्यो, सिप प्रवर्धन शुल्क लागू। हामी टाउको लुकाउन भाग्नुपर्ने अवस्था छैन, माधव नेपाल। आङदम्बेको टिप्पणी, कम्युनिस्टको पछि लाग्दा आफ्नै चाल बिर्सियौँ। मन्त्रीवादीको जिकिर, महिला सशक्तिकरण बिना समृद्धिको यात्रा अधुरो। ओलीको चेतावनी, लोकतान्त्रिक नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र हुँदैछ। गुलमानको विरोध, 50 युनिटभन्दा बढी विद्युतमा भ्याट उपभोक्ताको हित विपरीत। प्रधानमन्त्री शाहको प्रतिबद्धता, महिला अधिकारका लागि देशव्यापी अभियान आवश्यक। र भारतको कुशीनगरबाट 500 नेपालीको सफल उद्धार। सभामुख डोल प्रसाद अर्यालले सुशासन र समृद्धिका लागि सरकारलाई निरन्तर खबरदारी गर्न आग्रह गरेका छन्। उनले सरकार गलत बाटोमा हिँडे वा ढिला सुस्ती गरेमा तत्काल घण्टी बजाएर सचेत गराउन नागरिक समाज र सरकारवालाहरूलाई आह्वान गरेका हुन्। समृद्ध राष्ट्र निर्माणमा भ्रष्टाचार नियन्त्रण र लगानी मैत्री वातावरण नै आजको मुख्य आवश्यकता रहेको उनको भनाइरहेको छ। सरकारले सुन तथा सुनका गहनाको अन्तिम बिक्रीमा लाग्दै आएको विलासिता शुल्क हटाएर 0.5% का दरले सिप प्रवर्धन शुल्क लागू गरेको छ। यो व्यवस्था चाँदीका गहनामा पनि लागू हुनेछ। व्यवसायीको माग सम्बोधन गर्दै ल्याइएको यो नयाँ प्रावधान अन्तर्गत सङ्कलित राजस्व हरेक महिनाको 25 गतेभित्र सरकारी खातामा अनिवार्य दाखिला गर्नुपर्नेछ। माधव कुमार नेपालले रासुपाको उदयलाई सुनामीको संज्ञा दिँदै आफ्नो पार्टी कतै भाग्नुपर्ने अवस्था नरहेको दावी गरेका छन्। उनले चुनावमा पराजय वा परिणामको कारणबारे पार्टीभित्र समीक्षा भइरहेको बताएका छन्। साथै महिला र दलितको प्रतिनिधित्व सुनिश्चित गर्न आफ्नो पार्टीले खेलेको ऐतिहासिक भूमिकाको स्मरण गर्दै उनले अहिलेका विजयी दलहरूलाई समेत सोही अनुरूप कार्य गर्न चुनौती दिएका छन्। कांग्रेस नेता भीष्मराज आङदम्बेले कम्युनिस्टहरूसँगको गठबन्धनका कारण पार्टीले आफ्नो मौलिक चाल र पहिचान बिर्सिएको टिप्पणी गरेका छन्। थारू संघको महाधिवेशनमा बोल्दै उनले अब कांग्रेस आफ्नै विचार र नीतिमा फर्कने उद्घोष गरेका छन्। उनले संख्याको बलमा नाङ्गो नाच देखाउनेहरूभन्दा मुद्दा र मर्यादाको राजनीति गर्नेहरू नै लोकतन्त्रका असली खम्बा भएको बताएका छन्। महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्री सीता वादीले समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्न महिलाको आधारभूत सशक्तिकरण अपरिहार्य रहेको बताएकी छन्। 8औं राष्ट्रिय महिला अधिकारका दिवसमा उनले संविधान प्रदत्त अधिकारहरूको कार्यान्वयन र महिला हिंसा विरुद्ध सरकारले शून्य सहनशीलताको नीति लिएको जानकारी दिएकी छन्। मन्त्री परिषदमा 37.5% महिला सहभागितालाई उनले ऐतिहासिक उपलब्धि बताएकी छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लडेका दल र नेतृत्वलाई विस्थापित गर्न षड्यन्त्र भइरहेको आरोप लगाएका छन्। भू राजनैतिक स्वार्थका कारण नेपालको भूमि दुरुपयोग हुन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरेका छन्। पार्टीको आन्तरिक पुनर्जागरणमा जोड दिँदै उनले संविधान र लोकतन्त्रको रक्षाका लागि कार्यकर्ताहरूलाई सचेत र संगठित हुन निर्देशन दिएका छन्। पूर्व कार्यकारी निर्देशक गुलमान घिसिङले 50 युनिटभन्दा बढी विद्युत खपतमा 5% भ्याट लगाउने सरकारी निर्णयको कडा आलोचना गरेका छन्। यसले घरायसी उपभोक्तालाई अनावश्यक आर्थिक भार पार्ने र विद्युतीय सामग्रीको प्रयोग निरुत्साहित गरी ग्यासमा निर्भरता बढाउने उनको भनाइरहेको छ। उनले स्वच्छ ऊर्जा प्रवर्धनका लागि तत्काल यो कर फिर्ता लिन सरकारसँग माग गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले महिला अधिकार र सशक्तिकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार दृढ रहेको बताएका छन्। उनले कुप्रथा र हिंसाको अन्त्यका लागि कानुनी व्यवस्थासँगै सामाजिक चेतनाको खाँचो औल्याएका छन्। आर्थिक सामाजिक रूपमा पछाडि परेका महिलाको आत्मनिर्भरताका लागि राज्यका सबै निकायबीच सक्रिय सहकारी र देशव्यापी अभियान नै अहिलेको टटकारो आवश्यकता रहेको उनले जोड दिएका छन्। र भारतको कुशीनगरमा बन्धक बनाइएका 500 नेपालीको प्रहरीले सफल उद्धार गरेको छ। लुम्बिनी प्रदेश र रूपन्देही प्रहरीको संयुक्त टोलीले भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई सकुशल नेपाल ल्याउँदैछ। विभिन्न प्रलोभनमा पारी भारत पुर्याइएका पीडितहरूलाई सुनौली नाका हुँदै उद्धार गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।